चित्रबाट पनि साइकोलोजी पढ्न सकिन्छ भन्ने लाग्यो। चित्रबाट चाहिँ छोटो टाइममा क्रिएटिभिटी सबैको पर्सपेक्टिभ चाहिँ फरक फरक हुन्छ। सबैले एउटै कुरालाई चाहिँ बेग्लै बेग्लैले चाहिँ प्रस्तुत गर्न सक्नुहुन्छ। आफ्नो एक्टिभिटिजहरूलाई कसरी अगाडि बढाउन सकिन्छ। यो चित्र बनाउनुको उद्देश्य चाहिँ हामीले चाहिँ छोटो समयमा चाहिँ कति काम कसरी गर्न सक्छौँ भन्ने साथीहरूले यो पिक्चर बनाउनुको उद्देश्य के लाग्यो मेरो विचारमा चाहिँ उहाँहरूमा क्रिएटिभिटी कति छ भन्ने कुरा सबैजनालाई धेरै धेरै धन्यवाद। यहाँको विचार सबैको राम्रो छ। विचार एउटै आएनन्, तर विचार फरक फरक ढङ्गबाट आए। यसैले कक्षा कोठामा बसेका विद्यार्थीहरू एउटै बेन्चमा एउटै कक्षा कोठामा बसेका विद्यार्थीहरूको बिचमा विचारहरू के हुन सक्छन्, फरक हुन सक्छ। ती सबै फरक विचारलाई सम्मान गर्न सक्ने के हो त टिचरको भूमिका हो, टिचरको के हो कर्तव्य हो। कति कुराहरू नपढाउँदा पनि बुझ्न सकिन्छ, पढाउनै पर्दैन। हामीले नपढाउँदा पनि बच्चाबाट धेरै कुराहरू के गर्न सक्छौँ, सिक्न सक्छौँ। नपढाउँदा पनि बच्चासँग धेरै कुराहरू के गर्न सक्छौँ, देख्न सक्छौँ। आमाको दोस्रो रूप चाहिँ को हो त शिक्षक हो। भोलि शिक्षक त के हो, सिकाउँदै पनि जानु पऱ्यो, हँसाउँदै पनि जानु पऱ्यो, अनि ग्रुपमा गर्ने हो। फेरि उहाँहरूले जे गीत गाउनुहुन्छ हामी ह्याकाले पनि ताली बजाएर त्यही गीत गाइदिन्छौँ है। बुझ्नु नि कुरा। ल लेट्स स्टार्ट। ल राइम्स गीत वाटी वर्त मलाई जे मन लाग्छ त्यही गाउनु पर्छ। आज पनि ल Soldier, knees and toes, knees and toes. Hey, soldier, knees and toes, knees and toes. Hey, soldier, knees and toes, knees and toes. Hey, soldier, knees and toes, knees and toes. Eyes and ears and mouth and nose. Eyes and ears and mouth and nose. Hey, soldier, knees and toes, knees and toes. Hey, soldier, knees and toes, knees and toes. ल काम लागेको आकाशमा घाम लागेको, चराहरू उडेको स्वागत गरेको, चराहरू उडेको स्वागत गरेको, हरियो दहमा माछा खेलेको, हरियो दहमा माछा खेलेको, हेर्दै उफ्रदै पुच्छर हलाउँदै, हेर्दै उफ्रदै पुच्छर हलाउँदै। थ्याङ्क यू। रोलीपोली रोलीपोली अप अप अप, रोलीपोली रोलीपोली अप अप अप, रोलीपोली रोलीपोली डाउन डाउन डाउन, रोलीपोली रोलीपोली डाउन डाउन डाउन, रोलीपोली रोलीपोली ट्याप ट्याप ट्याप, रोलीपोली रोलीपोली ट्याप ट्याप ट्याप, रोलीपोली रोलीपोली hands behind your back, रोलीपोली रोलीपोली hands your back। है धन्यवाद। जस्तो लाज अलिकति टाढा भएको होइन, अलिकति बच्चाहरूसँग घुलमिल हुने खालको हुनुपर्छ। थ्याङ्क यू मिस। काइन्ड पनि हुनुपर्यो होइन, हेल्पफुल हुनुपर्यो, अनि अलिकति धेरै क्रिएटिभ हुनुपर्यो। भेरी गुड। एक्टिभ हुनुपर्यो क्लासमा। अनि स्टुडेन्टलाई अब होमवर्कहरू गरेको छैन भने पनि अलि हस्पिटल भन्नुभयो जस्तो सबैलाई पहिला पर्सनली सिकाउन पनि मिल्छ सर। नर्सरी क्लासमा मात्र नभएर अब क्लास 6, 7मा पनि आएन भने पर्सनली गर्न सिकाउनु। भेरी गुड। उनीहरूको एज अनुसार हामीले व्यवहार गरिदिनुपर्ने हुन्छ। हाँस्दै जाने हो। सबै विद्यार्थीलाई पहिला एक नजर लगाउने, त्यस पछाडि को कसरी बसेको छ त्यसलाई अवलोकन गर्ने। अब एउटा स्याड छ, यसो रोइरहेको छ भने गएर त्यसलाई पकाएर कसरी सोध्नु पर्ने, अनि हाँसेर अब सब क्लास टेन्सनमा छ भने पहिला उनीहरूलाई अलिकति इन्टरटेन गराएर अनि क्लास सुरु गर्ने। एक्सपेरिमेन्ट मोटिभेटर जस्तो हुनु पर्यो है। भेरी गुड। नेक्स्ट, जबसम्म विद्यार्थीले शिक्षकले सोचे जस्तो उत्तर दिँदैन तबसम्म टिचरले विद्यार्थीबाट आशा गरिरहेको हुन्छ। हुन्छ नि हुँदैन त? हुन्छ। यद्यपि उत्तरहरू सबै मिलेका छन्, तर कस्तो मिलेन त भन्दा मैले सोचे जस्तो चाहिँ उसको इन्ट्रेस्ट के छ, त्यो इन्ट्रेस्ट अनुसार पाउनु पनि के हो त शिक्षकको कर्तव्य हो। भेरी गुड। शिक्षक यस्तो हुनु पर्यो, बच्चालाई पढाउनु टिचर नर्सरी जस्तै भन्नु पर्यो।
पऱ्यो भन्नु त 1 मा गए बच्चा मान्छे टिचर के हुनु पर्यो 1 जस्तै बन्नु पर्यो उसको उमेरमा जानु पर्यो क्या तपाईँ नर्सरीमा 3 वर्षको बच्चा जस्तै तपाईँ पनि पापा मामु के मनु भन्नु पर्यो पऱ्यो भन्नु त अनि पापा मामु दादा ऊ जस्तै हुनु पर्यो नानी अनि 1 मा जानुभयो अलिकति लेभल अप भयो 10 मा जानुभयो उनीहरूलाई टिनेजर भन्नु पनि सक्छ होइन टिनेजरको कुरा गर्नु पर्यो टिनेजरको टपिक्समा बच्चा क्लास आउट हुन आँट्यो टिनेजरमा ल्याएर जोडिदिनु पर्यो ठ्याक्क आएर जोडिन्छ नि त अनि 6 मा पढ्नेहरूको के छ गेम खेल्ने हबिज उनीहरूको इन्ट्रेस्ट छ उनीहरूलाई के छ यस्तो बन्छु उस्तो बन्छु भन्ने ड्रिम छ नि त भेरी गुड एक्टिभ क्लासभित्र बसेपछि अलिकति टिचर स्ट्रिक्ट हुनुपर्यो नेक्स्ट टिचरमा चाहिँ स्टुडेन्टलाई पढाउँछु भन्ने इन्ट्रेस्ट र प्यासन चाहिँ हुनुपर्यो भेरी गुड नेक्स्ट भन्ने वातावरण क्रिएट गर्नु वाह गुड मोटिभेसन सेल्फ मोटिभेटेड एउटा मात्रै होइन सबैभन्दा पहिला त आफ्नो रिसलाई नियन्त्रण गर्न सक्नु बुझाउनु पर्यो फेरि मेन रिसलाई चाहिँ रिस्क म्यानेजमेन्ट होइन एङ्गर स्ट्रेस म्यानेजमेन्ट गर्नु पर्यो भेरी गुड है टिचर स्मार्ट पनि टिचर चाहिँ स्मार्ट हुनु पर्यो भेरी गुड सधैँ ह्याप्पी हुनु पर्यो भेरी गुड नेक्स्ट क्रिएटिभ र सहनशील भेरी गुड यो व्यक्ति चाहिँ त्यो कामप्रति त्यो पेसाप्रति डेडिकेटेड हुन्छ मलाई त्यो लाग्छ धन्यवाद सर डेडिकेटेड पुरै डेडिकेट भएर तपाईँ फुल डेडिकेट भएर विद्यालयप्रति र विद्यार्थीप्रति र आफ्नो पेसाप्रति तपाईँ डेडिकेट र समर्पित भइदिनु भयो भने यहाँ कसैले केही सिकाउनु पर्ने आवश्यक पढाउँदै गर्दा हाम्रो पनि विद्यार्थीहरूलाई नै सम्झी होइन अनि यसो गर्दै गर्दाखेरि हाम्रो पनि कमजोरी विद्यार्थीहरू हुन्छन् अब कसै बेला हामीले निकाली गरेर भनौँ न डोमिनेट टाइप भनौँ अथवा भनौँ रिसले भनौँ अथवा होमवर्क कहिले गरेर आउँदैन भनेर कराएर भनौँ उसलाई अर्को पनि हुँदो रहेछ होइन अब जस्तो त्यो एउटा रियलाइज पनि भयो त्यहाँ चाहिँ पुरा केही कुरामा हो होइन परिवारको कुरा आयो अनि त्यहाँ भन्दाखेरि अब बच्चाहरू चाहिँ अधिकांश बच्चाहरू चाहिँ आमा बुवा चाहिँ कोही विदेश जाने बुवामा अनि अरूमा कोही सानोमा बुढोसँग बस्ने अनि त्यस्तो धेरै बच्चा चाहिँ छोटी खालको बच्चा त्यस्तो बच्चाहरू हुनुहुन्छ अनि एउटा बच्चा चाहिँ कतादेखि बुवा आमाको कुरा आयो त्योसँग बस्ने कुरा त्यस्तै आएको थियो एउटा सानो बाबु क्लासको अनि उसले चाहिँ अचानक उसलाई त के पनि उसले त अब त्यो बच्चै छ उसले त त्यो केही पनि थिएन अनि त्यसमा चाहिँ हाँसो पनि लाग्ने अनि सम्झिँदा चाहिँ एकदम इमोसनल खालको कि त्यो बच्चाले चाहिँ के भन्नु भन्दा मेरो त तिनजना पनि 2जना बाबा हुनुहुन्छ अनि कसरी भन्नु अनि त्यसको बाबाले अर्को मम्मी ल्याएको अनि मम्मी फेरि अर्को मम्मी ल्याएको त्यो पनि मम्मी भयो अनि त्यसको मम्मी फेरि अर्को जाँदाखेरि उता पनि अर्को मम्मी हुन्छ 3जना मम्मी 2जना बाबा हुन्छ अनि कोसँग बस्नुहुन्छ भने पनि अरू चाहिँ सानो गाडीसँग बस्छु अनि त्यस्तै त्यस्तै कुरा चाहिँ त्यो कुराले चाहिँ अलिकति त्यो याद आयो भने चाहिँ अनि अलिकति ट्रेन चाहिँ हाम्रो अब स्कुलमा हामी पढाउँछौँ तर हाम्रो बच्चाहरू इन्भाइरोमेन्ट कस्तो हुन्छ कि हाम्रो क्लासमा हामीले बच्चाहरू हेर्ने भने चाहिँ कोही कोही बच्चाहरू छ त्यसलाई अब 6-7मा उहाँहरू चाहिँ 6-7मा पुगेको बच्चाहरू 2जना धेरै होइन 1जना 2जना क्लासमा हुनुहुन्छ उहाँहरूले चाहिँ पढ्नु पनि आउँदैन नेपाली पढ्नु सक्नै आउँदैन क्या अनि लेख्नु पनि आउँदैन गर्नु पनि खोज्नुहुन्न त्यस्तो खालको बच्चाहरू पनि हुन्छ अनि हामी चाहिँ क्लोज गर्छौँ उहाँहरूलाई पढाउन लेखाउनु होइन गाली कहिले गाली गर्छौँ कहिले माया गर्छौँ कहिले उनीहरूलाई उत्साह पनि दिने गर्छौँ तर उनीहरूको पारिवारिक इन्भाइरोमेन्ट पनि यस्तो भएको रहेछ उनीहरूको यस्तो हेर्दाखेरि चाहिँ फ्यामिलीमा त्यस्तै खालको प्रब्लम हुन्छ त्यही भएर चाहिँ त्यो कुराहरू चाहिँ मलाई याद आयो अब हामी क्लास भनेको अक्सिजन हो यो तपाईँको फोक्सोमा पुगे पनि तपाईँको शरीरको रगतको नसामा पुगेको हुन्छ र यो अक्सिजनको प्रभाव भएको पत्ता लगाउन सक्नु नै आजको तपाईँको मुख्य लक्ष्य हो
यही नसम्झिनुहोस् मात्र नाकबाट हावा भएको त्यो हावा कहाँ पुग्दैछ भन्ने कुरामा सोच्नुहोस्। बिस्तारै श्वास छोड्नुहोस्। आज बुद्ध चाहिँ भगवान गौतम बुद्धले ध्यानबाट नै निर्माण प्राप्त गर्नुभएको। बुद्धको सन्देश आज संसारभरि फैलिएको छ। यस्तो पवित्र दिनमा विद्यालयका प्रिन्सिपल सञ्चालकज्यूहरूले आफ्नो विद्यालयमा काम गर्नुहुने सम्पूर्ण शिक्षक साथीहरूलाई असाध्यै राम्रो सान्दर्भिक खालको चाहिँ कार्यक्रममा ल्याएर जोडाइदिनु भएकोमा सर्वप्रथम मैले हृदयदेखि विद्यालय परिवार र यो कार्यक्रमको हाम्रो यो तालिमको आयोजना गर्नुहुने सम्पूर्ण साथीहरूमा विद्यालय प्रिन्सिपलदेखि लिएर आजको प्रशिक्षक अनि कसमस टिमलाई पनि धन्यवाद दिएर फेरि मन गर्नुहोस्। त्यही यस्तो फिलिङ्स जे आयो त्यही मनमा जे आयो त्यही फिलिङ्स भन्नु लाग्यो। मैले आमालाई सरी अनि चाहिँ मैले चाहिँ रेतलाई गरेँ उहाँले जति पनि गाली गर्नुहुन्थ्यो मेरै लागि भन्नुभएको मन लाग्यो। अझै हाँस्छु यतिकै ममको फिस मात्र इमेजिन गर्दै थिएँ हाँस्छु। त्यसले यतिको गर्नु मन लागिरहेको साँच्चै भन्दा अब मान्छेको आमाहरूमा भिजेको दर्द होइन जस्तै अब हाम्रो आफ्नो आमाले भोग्नु परेको पीडा परिवारमा त्यस्ता पीडाहरू खपेर पनि आमाले सन्तानको लागि चाहिँ बलिदान दिने व्यक्ति आमा। कस्तो लाग्यो साह्रै मोहमा आएर मान्छे हुँदैन है त्यो चाहिँ मलाई ठुलो लागेको चाहिँ बुद्धकै गाडी भन्नुपर्छ बुद्धले पनि त्यही भनेपछि मलाई पनि त्यही लाग्यो संसारिक मोहमा मान्छे खुल्यो भने चाहिँ अगाडि बढ्नु सक्नु। विद्यालयको शिक्षिकाहरूलाई राम्रो सन्देश प्रवाह गरिदिनु भएको छ। र उहाँले दिएका जुन सन्देशहरू छन् जुन किसिमको एउटा मार्गनिर्देशकका कुराहरू छन् र कस्तो टिचर कसरी सफल बन्ने र कस्तो टिचरलाई सफल टिचर बन्न सकिन्छ या बन्ने भन्ने कुरा आज उहाँबाट हामीले सिक्नुभएको कारण र टिचर भइसकेपछि हामीले एउटा साना साना भाइ बहिनीहरूको एउटा उनीहरूको इच्छा चाहना यी हरेक कुरालाई मैले वैज्ञानिक ढङ्गले बुझ्नु पनि पर्दो रहेछ भन्ने कुरा पनि हामीले उहाँबाट सिक्यौँ। र त्यसका साथै अघि भर्खरै सरले यहाँ एउटा मेडिटेसन गराउनु भयो। त्यो पनि आँखा एकदमबाट आँसुको धारो चल्ने अवस्थामा थियो, त्यसलाई रोक्ने कोसिस गरेँ। उहाँ सरको जुन किसिमका कुराहरूले मनलाई एक प्रकार भावुकतामा ढाल्न पुग्यो। तर धैर्यताका साथ हाम्रो बिरामहरू सबैजनाको आँखामा आँसु बसिएको देखियो है। जे होस् अब हामीले आफ्नो कर्तव्य पथमा हिँड्दै जाँदा एउटा कर्तव्य के हो त भन्ने कुरा पनि हामीले बुझ्नुपर्ने रहेछ। जुन ठाउँमा हामी छौँ त्यसलाई शिरोधार्य गरेर आफ्नो कर्तव्य र आफ्नो एउटा कार्यलाई सही ढङ्गले उपयोग गर्नुहुन्छ भन्ने मलाई पनि आशा भित्रदेखि आशा पलाएको छ। सायद हामीले यो किसिमको एउटा शिक्षा प्रवाह गर्ने माध्यम आज हामीले पाएका छौँ। यसलाई सबैले पालना गर्नुपर्छ भन्ने कुरामा म भित्रदेखि आभार व्यक्त गर्न चाहन्छु र त्यो आशा पनि राख्न चाहन्छु। उहाँ सबैलाई धेरै धेरै धन्यवाद। नमस्ते। हाम्रो यो ट्रेनिङ आज बुद्ध जयन्तीको अवसरमा ट्रेनिङ अर्गनाइज गरिदिनु भएको हाम्रो भाइरल प्रिन्सिपल सर, भाइस प्रिन्सिपल सर, एडमिन भनौँ, उहाँहरूलाई साथसाथै हाम्रो अर्गनाइज
गरिदिनु भएको प्रोग्राममा आएर हामीलाई यतिको कुराहरू सिकाइदिनु भएकोमा, सेयर गरिदिनु भएकोमा र हाम्रो टिचरमा हुने विशेषतालाई पनि अझै निखारीकन गरिदिनु भएकोमा उहाँहरूलाई एकदमै धन्यवाद दिँदै हाम्रो कार्यक्रम चाहिँ यहीँ समापन भएको जानकारी